सो हेलो एभ्रिवान, तपाईहरु सबैलाई वेलकम छ फेरि पनि मेरो युट्युब च्यानलमा। सो आज चाहिँ म सेलरोटी बनाउँदै छु आफ्नै स्टाइलमा, एकदम ठुलो साइजमा। अन्त यो चाहिँ चामलको पिठो र मैदाको बनाएको। अन्त के भन्छ अरे, यो मुरिसको चाहिँ पातलो भएको थियो नि त, त्यही भएर चाहिँ हातले बनाउनु मिल्दैन भनेर चाहिँ बोतल काटेर बनाएको। अन्त एकदमै मजाले बनेर रेडी भएको छ। तपाईले यसरी हातले बनाउन सक्नु भएन भने चाहिँ बोतल काटेर नि बनाउन सक्नुहुन्छ। एकदमै दामी भएर रेडी भएको छ, तपाईले देख्न सक्नुहुन्छ। अन्त यो मेरो आमाले बनाउँदैछ। अन्त यो चाहिँ आज हाम्रो डिनरको लागि, आज डिनरमा चाहिँ खाना छैन, रोटी। अन्त रोटीको साथमा हामीसँग यहाँनिर छ चाना र आलुको सब्जी। अन्त साथै सुँगुरको मासु पनि छ। सुँगुरको मासु चाहिँ बनिएको छैन, अहिले एकछिनमा बनिन्छ। अन्त साथमा पुच्का पनि छ। अनि यो चाहिँ रेडिमेडवाला हो, यो चाहिँ फ्राई गरिसकेको छौँ हामीले। अन्त योवाला चाहिँ रेडिमेडवाला चाहिँ सुक्खा खानु एकदमै मिठो हुन्छ, मलाई चाहिँ एकदम मिठो लाग्छ। अन्त हाम्रो सेलरोटी चाहिँ अलमोस्ट सकिसक्यो बनिएर चाहिँ। अन्त अब म चाहिँ पुच्काको लागि अचार बनाउँदैछु। अचार बनिएको साथमा म झोल पनि बनाउँछु। अन्त यो अचारमा चाहिँ मैले चानाहरू पनि हालेको छु, एकदम मिठो हुन्छ चानाहरू हालेको चाहिँ। अन्त यहाँनिर हाम्रो सिद्धार्थ भाइ इज सो एक्साइटेड, ऊ चाहिँ फटाफट होमवर्क बनाउँदैछ। होमवर्क बनेको पछि मात्रै म दिन्छु भनेको थिएँ नि त मैले। अन्त आफ्टर मेकिङ अचार एन्ड झोल आई एम टेस्टिङ, म टेस्ट गर्दैछु कस्तो भयो भनेर। एकदमै मिठो भएको थियो, एकदमै अमिलो पिरो, एकदमै मिठो भएको थियो। अन्त अब चाहिँ हाम्रो अलमोस्ट सबै रेडी भइसक्यो। उता मासु पनि पाक्नु आँटिसक्यो। अन्त यता झोलहरू पनि मैले बनाइसकिसक्यो। अन्त यहाँ भाइले पनि म पनि टेस्ट गर्छु भने कि, अन्त उसलाई पनि टेस्ट गर्नु दिएको। पुच्का उसको मुखभन्दा ठुलो भएर सबै झोल पोखायो उसले। सो गाइस, एभ्रिथिङ इज अन द टेबल, सबै रेडी भइसकिसक्यो। अब चाना पनि रेडी भइसक्यो, सेलरोटी पनि पाकिसक्यो, पुच्काको पनि सबै रेडी भइसक्यो। अनि त्यो कराईमा चाहिँ मासु छ है यहाँनिर। यो चाहिँ सुँगुरको हो। यो चाहिँ कस्तो सुँगुरको नभन्नु चाहिँ, यो चाहिँ सुकाएको हो नि त, सुक्टी, त्यही भएर त्यस्तो देखिँदैछ। सो लेट्स डिग इन गाइज। ख्रिस्टानको हो त्यो साधन होइन। अन्त ख्रिस्टानको गाना उयो गरेको
आनीले किन्नु त